अब सरकारले 500 र 1000 का नोट बन्द गर्ने भन्ने हल्ला सुनिरहेछ। यो चाहिँ कदापि हुन सक्दैन। यदि 500 र 1000 का नोट बन्द हुने हो भने यो 500 र 1000 का नोटले यदि देशमा भ्रष्टाचार कालोबजारी भएको हो भने त्यो भन्न मिल्दैन र सकिँदैन पनि। बरु अरू अन्य नोटहरू थप्ने प्लस गर्ने सकिएला। 500 1000 का नोट हटाएर के गर्ने? हिसाब गर्नलाई पनि एकदम सजिलो। अब जब 100 150 1-200 के हुन्छ? त्यस्ता नोट हटाएर काम छैन। बरु 2000 2500 1500 यस्ता खालका बाँकी नभएका नोटहरू पनि बरु आओस् र होस्। यसरी नोट हटाउने नबनाउने भन्ने राम्रो होइन। यो चाहिँ सरासर गलत हो।